नमस्ते दर्शकबिन, हजुरहरूलाई इन्टरभ्यू नेपालमा स्वागत छ। आज हामी हजुरहरूको सामु एउटा प्रतिभाशील व्यक्ति ललितनाथ योगीलाई ल्याएर हजुरहरूको सामु उहाँको प्रतिभालाई प्रस्तुत गर्न चाहन्छौँ। स्वागत छ हजुरलाई। कहाँदेखि आउनुभएको होला? म जाजरकोटदेखि। के गर्दै हुनुहुन्छ नि? म अहिले 1 क्लासमा पढिरहेको छु। 1 क्लासमा? अनि कहाँ पढ्दै हुनुहुन्छ? म भाइदेवन स्कुलभित्र नगर्। अनि हजुर गाउन थालेको कति भयो? गाउन थालेको सानैदेखि। बच्चैदेखि के घर परिवारले लगाएर गएको कि आफ्नै मनदेखि नै? होइन, म सानो होस्टेल बस्थेँ अनि दाहरूले गाउँथ्यो अनि त्यही रुचि लाग्यो। अनि हजुरले अहिलेसम्म त्यसो रेकर्डिङ त गर्नुभएको छैन है? अनि के युट्युबहरूमा पनि च्यानल आफ्नो च्यानलहरू छ? छैन। अब आज हामीलाई गीत सुनाउनुहुन्छ अनि कुन गीत सुनाउनुहोस् भन्नुहुन्छ? ऱ्याप पप अब सबै खालको गीतहरू गाउनुहुन्छ? ऱ्याप पप दुईवटा मात्र हुन्छ। हिन्दू गीतहरू गाउनु भएको छैन? हजुर। आज हामीहरूले एउटा गीत सुनायो नि त। भिडियोको हजुर फेभरेट हो क्या? होइन त्यस्तो। सुनाउनु गाउनु। यो चाहिँ इन्ट्रो गीत। 11 वर्ष हुँदा सङ्घर्ष गर्न थाल्यो, ऱ्यापको बाटोमा निरन्तर पाइला चाल्यो। एमएनएम जस्तो बन्न लामो कपाल गौरी फाल्यो। एक खाप ड्रेस अनि घाँटीमा सिकिहाल्यो। बिटेन बनी आफूलाई ऱ्याप हान्ने पुचेमा बाल दिएन। दुखी मलाई कसैले बुझेन, दुःख बुझ्न खोज्छु गइदिँदो थुचेर। अति भयो अब हान्नु बोला थुचेर। आज शब्दले गर्दा मेरो आत्मा भड्कियो, धेरै बोल्नु थियो तर मेरो घाँटीमा अड्कियो। दियो मलाई खाउचोट, दुखिसक्यो टाउको। गीत रेकर्डिङ गर्नलाई पैसा चोरे पाउको। सोचको खाल्टो मेरो एकदमै गहिरो, कहिले काहीँ जान्छ दिमागको पहिरो। अति भयो वाक्क दिक्क धेरै सही हो, मलाई मुछार्ने मुजी पाखे तै हो। अनि जहाँ मलाई थुकेर शिर ठाडो पार्न सिकेको छु, हिँड्दिन झुकेर लुकेर बस्दिन मुटु चिया पार्दैछु मेरो शब्दले झुकेर। तँलाई इज्जत खोज्दैन खाएर आइज पाचक, दुखीलाई माया गर्छु स्वार्थीलाई हिँड्छु घाटो। मलाई मन पर्दैन स्वाग नदेखा धेरै नाटक, म लुते भयो पनि तर केन्तीमा छ धेरै ताकत। गीत गाउँदो रहेछ त हजुर त सिङ्गर होइन, उहाँले चोर पनि हुँदो रहेछ, बाउको पैसा चोर्ने है। हजुरले आफै गीत लेख्ने गर्नुभएको छ? अहिले त छैन, अनि त्यसरी अब लेख्छु। लेख्ने उद्देश्यमा चाहिँ हुनुहुन्छ? हजुर। अरू गीतहरू सुनाउनु। अरू गीत मान्छे खतम गाउँछु होइन। ओइ नानी के छ तेरो हाल खबर, त सन्चै छस् होला मलाई बाल नगर। मैले दिएको पीडाहरू नराख तेरो मनमा, मलाई बिर्सिदे अब आफूलाई खुसी बना। खासमा भन्नु पर्दा त साँचो थिस लाग्यो तँलाई खाँदै नखाएको बिस। मोज गरे होला कम्तीमा 1 वर्ष, मायाको साटो चाहन्थे तँलाई सेक्स गर्न भन्थिस। मेरो इच्छा विपरीत नगर मस्ती, त मान्दैन थिस तर गर्थे जबरजस्ती। त रुन्थिस कराउँथिस छातीसैले आँसु, तर मलाई त मोज मस्ती मैले पाछु। बिर्सिन्थे अरू बेला सम्झिन्थे सेक्स चाहिँदा, मायाको नाटक गरेर उठाए तेरो फाइदा। थाहा थियो जे गर्दैछु त्यो हो गलत काम, माया गर्नुपर्ने तर मैले गरेँ बलात्कार। म मान्छे खतम तेरो मायामा झुटो खान्थे कसम। म मान्छे खतम जहिले पनि झुटो खान्थे कसम। हजुर पप ऱ्याप सबै गाउनुहुन्छ है? अनि कसरी याद राख्नुहुन्छ नि यत्रो लामो गीतहरू? त्यो अब सुन्दा बानी लागेर रुचि इन्ट्रेस्ट भएर होला। अनि पढाइमा पनि यस्तै हो कि गीतमा मात्रै? हजुरको त्यस्तो पढाइमा त्यस्तो छैन, इन्ट्रेस्ट भएर याद भएको। पप गीत सुनाइदिनु न। हजुर हुन्छ। पर्खिबसेछु त्यही ठाउँमा जहाँ तिमी आउने भन्थ्यौ, थुप्पा पानीहरूको माझमा भिजी अझै म पुग्छु। तिमी आऊ या नआऊ, म सधैँ दिन त्यही बाटो हेरी बस्नेछु, सम्झँदै तिम्रो त्यो मुस्कानलाई। मायामा परेछु म आज, यो के भयो छाया तिम्रै चाहन्छु जीवनमा मेरो।
चाहन्छु जीवनमा मेरो केही अधिकको कुरा यो भेटेको उसलाई पोखरामा आँखा मेरो अडियो उसको उति गुलाबी गालामा हिँडे मनी पछि पछि भुले अब सब कुरा मनमा मेरा खेल्छन् कुरा तर भन्न सक्छु र सुस्तरी सुस्तरी हिँडे मनको उनले हेरी मलाई गएर त्यहाँ खाले बढ्यो मेरो ढुकढुकी ऊ पनि आइन् मतिर सोधिन् मलाई कहीँ कतै बाटो चिनेको छु किन रोकिन मैले आफूलाई भने साह्रै नै राम्रो तिम्रो मुहार देखेर लागि मिठो होला तिम्रो आवाज मेरो सास बनाइदेऊ अब कप कफीको साथ फुलेर त्यो कुनाको क्याफेमा गरौँ हामी कुराकानी खुलेर सबै काम साम बसु तिमीलाई नै सुनेर। कति सङ्गीतहरू सिक्नु भएको छ कि सिक्ने इन्ट्रेस्ट छ? सिक्न त सिकेको छैन, अब इन्ट्रेस्ट चाहिँ थियो, अब त्यस्तो सपोर्ट नपाएर। ए चान्स चाहिँ नपाएर नसिकेको, अब सिक्नु चाहिँ हो। इन्स्ट्रुमेन्टहरू पनि बजाउनुहुन्छ कि गिटार सिटारहरू ड्रम चाहिँ? त्यस्तो बजाउँदिनँ, पहिला दाइहरूसँग बजाउने बेला उहाँ सङ्गीत गाउँथेँ। अहिले चाहिँ त्यस्तो म यता घरमा आफ्नो पुसेको होटलमा बसेर स्कुल गएर छु। ड्रम सेटहरू बजाउनु चाहिँ छैन? हजुर छैन। हजुर के कस्तो खालको सपोर्ट पाएँ भने चाहिँ अब म एक गीत सङ्गीतमा मेरो भविष्य बिताउँछु, यसैमा मेरो भविष्य फाल्छु भनेर चाहनुहुन्छ हजुर? के सपोर्ट चाहिँ चाहिएको छैन हजुर? के सपोर्ट चाहिँ पुगिरहेको छैन? हजुर मेरो बाबा चाहिँ अहिले यता हुनुहुन्न, उता मलेसिया हुनुहुन्छ। अनि मम्मी सानो दिदीसँग गएको, अनि म पुसेसँग बसिरहेको छु। त्यही भएर अब त्यो बाबाले त गर भन्नुहुन्छ, तर पुसेले त्यस्तो वास्ता गर्नुहुन्छ। फ्यामिलीको सपोर्ट चाहिँ नपुगेको? हजुर। अनि अहिले आउँदा चाहिँ फ्यामिलीले नसोधेर नै आएको यता? सोध्न त सोधेको थियो रिसाउनु लाग्यो, त्यही पनि आएर। ए अनि तिम्रो भाइ बहिनीहरू कोही पनि छैन? एउटा भाइ छ। कता छ? होस्टेलमा बस्छ त्यो। यतै होस्टेलमा बस्छ? उता माथि बाँसबारी। तिमीले नै हेरेको भाइले? हजुर कहिले काहीँ आइरहेको हुन्छ यता, अनि अहिले चाहिँ होस्टेलमा बस्छ। फ्यामिलीको सपोर्ट चाहिँ अलिक छैन? हजुर। बाबाको भए खुसीहरू छैन? अनि बाबाले खुसीहरू कन्भिन्स चाहिँ गर्नु हुँदैन? गर्नु त गर्नुहुन्छ, त्यस्तो वास्ता गर्नु। अनि बाबा चाहिँ अब कहिले फर्किनु? अब दसैँतिर कतिखेर आउनुहुन्छ। ए अब एउटा अर्को गीत सुनाइदिनु न हजुरले। ए बुढी म मान्छे निकै साली मुरी, तर माया तिमीलाई निकै गर्छु बुढी। तोक्तानी आकाशमा उडी 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 उडी, तिम्रो लागि गरिदिन्छु छुगोर्नी त्याग। तिमी छेउमा नहुँदा हुन्छ साह्रै नै ऱ्याक। किनिन्छु बुझीको ब्याग, लिपस्टिक पनि माग। तिम्रै लागि भनी बनाउँदैछु सिक्स प्याक। सालोरी जति सबै मेरो तिमीलाई गर्छु खर्च नि। तिमी साह्रै पर्फेक्ट छौ, नगर हो सर्जरी। हाँस्दै जाउँ हँसाउँदै जाउँ दिनहरू यसै पर्छ नि। दुवैजना स्टोरमा मनाउला एनिभर्सरी। त्यो अब त्यस्तो थाहा भएन। होइन पहिला दाइहरूले गाउनुहुन्थ्यो, अनि त्यही अब त्यतिबाट सिकेको। अब यति राम्रो छ भन्नुभएको थियो त्यो। हजुर दाइहरूले ब्यान्ड बनाएर गाउनुहुन्थ्यो त्यो। सानो सानो दाइले गीत गाइरहनुहुन्थ्यो, त्यही भएर सिकेको। ए अर्को एउटा ऱ्याप गाइदिनुहोस् न। हुन्छ। यो त शक्तिमा रे खब पाइला अघिते हुनु छ चुचुरोमा बन्नु छ लाखौँमा एक। म घोटो सबै फेकाउन नदे आयु चेक। हुनु छ चुचुरोमा बन्नु छ लाखौँमा एक। 2 दिन किसी एका बोका स्याल खिस्ता आउँछन् चौता। बन्दा गर्दै ढोका झाल छिन्न नदे सौता। चाकको दाग नचो फकिँदैन मौका। नगर विश्वास निदा हातको रेखामा। हातै नफाको निभाग्य हुन्छ अब केही आत्मा देखान। लडाइँको मैदानको शैतानसँग जुत्ता जुत्ता हैरान। हिजोलाई बिर्से भोलि के हुन्छ बाल आजै गर्व बाल। त जन्मेको सवाल बना सस्तो गरेको थाल। सपना नदेखेकै जात जमाना उल्टो हर्छ माथि आफ्नो जुट जुट
जाल आज रोटी जालमा लक पके खोज्दै हिँड्दा कटकटे अङ्ग्रेजीमा बुझिँदा निसा सिधै छटपटे तेरो तेस्रो आँखामा लगाइदिए हेटा काट्यो कलियुगको पसपटे युद्ध हुन सक्नेमा रे खबर पाइला अघिटे कुनु छ चुचुरोमा बन्नु छ लाखौँमा एक मनको डर सबै फेकाउन नदिए आइछे कुनु छ चुचुरोमा बन्नु छ लाखौँमा एक 2 दिनको जिङ्ग कति सुससिरक मुनि थन्काउँदै लिङ्ग अल्छीपनलाई भगा अब जग्गा तभित्रको सिङ्ग युद्धको जङ्गलमा फाला फाल्छ सिकारी हतियारलाई भिकारी फैली चारे निशाना बना अब अझ जस्तो सही तेरो निशाना बलियो लक्ष्यले पुऱ्याउँछ है पक्षमा सर्पापी सञ्चालनी हुन्छ तेरो पक्षमा उनीहरूले दौडिनुहोस् नै हिँड्नुहोस् नै गीत तर सही मार्गको चिन यहाँ बोलेर बाटो दौडे छिटो कहिले हुँदैन साले छोले तातो पालो आउँछ एक दिन त जस्तो यहाँ कच्चीको ढाक जस्तै चट्टीको पाउनामा पत्तीको त्यो कसको गीत हो लाउरेको हजुरले सबभन्दा धेरै फलो गर्ने सिङ्गर चाहिँ को मनपर्ने हजुरलाई चाहिँ मनपर्ने सिङ्गर ए उहाँकै गीतहरू सुनेर चाहिँ हजुर यस्तै इन्सपायर हुनुभएको होइन अहिले चाहिँ त्यो अलि नयाँ भएर अलि त्यसको गीतहरू चाहिँ मन पर्यो पहिलाको चाहिँ सुनिरहेको थिएँ तर त्यसको मन पऱ्यो अहिले अब बच्चादेखि सुन्दै आउनुभएको होइन गीतहरू त हजुर अनि बच्चामा चाहिँ कसको गीत अलिक मन पर्थ्यो सबभन्दा बच्चामा सबभन्दा सुरुमा चाहिँ मैले त्यो लाउरेको सुनेको थिएँ त्यो नेपकको बाटो अनि त्यसपछि चुरोट बच्चादेखि हजुर यस्तो पप ऱ्यापहरू गाउने हो कि अनि ठुलो भएर मात्रै पप ऱ्यापर हो पहिला चाहिँ म त्यो पप एल्बम गीत गाउँथेँ त्यसपछि चाहिँ अलि ऱ्यापहरू गीत गाउँथेँ ए बच्चादेखि नै यस्तै है हजुर ए त्यो आधुनिकहरू यस्तो गाउने चाहिँ गर्नुभएको छ मनै पर्न नपर्ने हजुर एउटा अब अर्को गीत पनि सुनाइदिनु न बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट नै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला 10 सिबा पाइला लिएर आइज 3टा बच्चादेखि बुढो सबले तान्छ चुरोट मैले पनि खान्छु त्यसैले गर्दैछु कुरो खल्तीमा टुटो नबाको बेला सकाउँछु टुटो लुकी खान्छु मैले देख्नु पनि टुटो भात खाने बेला पनि चाहिने चिया खाएपछि पनि चाहिने साथीभाइ भेट्दा त फोकटमा पाइने त्यो फोकटमा पाएकोमा मजाले खाइने उसु धुवा गोलो गोलो धुवा मलाई पनि चुरुन्त पास गर्न मुला परबाट को आइरहेछ हेर्छ म ओइ भाग मेला भाग यतै आइदिएर बुवा हेर्न बाउदेखि डराएर थरर कानिएर उतै हेर कहाँ त्यसको बाउले चुरोट झिके फायर पनि हालिदिएर ला मुला त्यसको बाउले पनि चुरोट तानिदिएर बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट नै चुरोट तँलाई पनि दिउला नगर धेरै चिन्ता ला 10 सिधा पनि लिएर आइज 3टा पुलिस पनि चुरोटे ड्राइभर पनि चुरोटे पायो भने छाड्दैन बच्चादेखि बुढोले आधा रातमा उठिएको चुरोट हान्नलाई रेडी थिएँ म त चुरोट फायर हान्नलाई तर एक्कासी कप्सको भ्यान आयो सरर डर लाग्न थाल्यो मेरो जुकामे थरर रातको बेला पऱ्यो कप्सको भेना पनि कसरी खाटे त कस्तो केटा होइन सर म त चुरोट खान आएको खाइसके अब घरतिर जान लाएको भन्दै डन्ठले हात हाल्यो मेरो कल्तीमा आधा रातमा चुरोट खान उठ्नु हुने गल्तीमा मर्ने गरी फर्कायो गाला मेरो चर्कायो मेरो पैसा नि लुट्यो चाकमा 2-3 लट्ठी पड्कायो चुरोट खाने बेला डन्ठी कहाँबाट आइपुग्यो भएको एउटा पाइलो पनि खोसेर खाइदियो एकदम राम्रो गाउनु रहेछ त्यो अब अन्त्यमा दर्शकहरूलाई एउटा हजुरलाई एकदम मनपर्ने गीत सुनाइदिनु न यो चाहिँ योद्धको खराब बानी भन्ने गीत हो मेरो खराब बानी छ मेरो खराब बानी छ मेरो खराब मलाई दिए पुग्छ सराब परिवर्तन हुन्छ स्वभाव मेरा कहकिला जवाब सुनि नारीहरू खोलिदिन्छ नकाब मेरो खराब बानी छ मेरो खराब बिर्सिदिन्छु पुरै तबा पैसा कोनी पर्छ अब एक दिन हुन्छु होला बर्बाद तर सुना छैन जवाब मेरो खराब बानी छ 12 वर्षको हुँदा चुरोट तानेको थिएँ राजालाई चुरोटमा भन्न जाने थिएँ स्कुल जाने पुच्छे हल्का सानै थिएँ पुच्छे मान्छे बन्दैन सियोर बिग्रिन्छ भन्दै प्रायले सङ्गीतबारे त्यति थाहा थिएन चाह थियो तर आँट थिएन तर अहिले ठुला कलाकारले सम्मान दिने कलाकार हेर इस्मी कता हेर्दैछस् प्रगति ममा देख्नेछस् जो पहिला आयो त्यही ठुलो होइन यो खेलमा हुन्छ सबै एकै नाच ह्याट तेरी सम्झाउन म ऱ्याप फेरि मिस कल उठुन यो गीत छ कि छैन झ्यापदेखि
यहाँ सबैलाई यो थुप कुरा थाहा छ राजा हुन त्यसै कहाँ पाइन्छ। धन्यवाद हजुर। दर्शकहरूलाई हजुरले के भन्नु बाँकी छ, के भन्नु मन लागेको छ दर्शकहरूलाई? हजुर मन पऱ्यो भने अब लाइक सब्सक्राइब गरिदिनु होला। नमस्ते हजुरहरूलाई पनि इन्टरभ्यू नेपाल मन परेमा लाइक सब्सक्राइब एन्ड कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।